आनंदकंद भगवान की श्रद्धेय भक्तजन, हिजो हामीहरू श्रीमद् भागवत महापुराणका लीलालाई वर्णन गर्दै गर्दै गयौँ। हिजो हामीले भगवानका बाल लीलादेखि नै आरम्भ गरेको। हिजो हामीले भगवानको प्रकट भएका कुरा, भगवानले वसुदेव र देवकीलाई माध्यम बनाएर यो पृथ्वीमा आउनु भएको, यहाँ पहिलेदेखि 3 जन्मसम्म, पहिलो जन्ममा भगवानले द्रोण र सुतपा नाम गरेकालाई माता पिता बनाएर यो पृथ्वीमा आउनु भएको र दोस्रो पाली कश्यप र अदितिलाई माता बनाएर यो पृथ्वीमा आउनु भएको र तेस्रो पालो भगवानले के गर्नुभयो, देवकी र वसुदेवलाई माध्यम बनाएर यो पृथ्वीमा आउनुभयो। अब देवकी र वसुदेवको सायुज्य गति प्राप्त हुन्छ, जसका घरमा भगवानको सेवा गर्ने, भगवानको आफूले पूजा गर्ने मौका पाउनुभयो। यस्तो अवसर तपाईँ हामी सबैमा प्राप्त होस्। भगवानलाई त एक मनमा सङ्कल्प लिइराखे, भगवानलाई हामीले पकड्न होइन, भगवानले चाहिँ हामीलाई पकड्न चाहनुभयो भने त्यस्ता मान्छेलाई भगवानले के गरिदिनु रहेछ भने छोड्नु हुँदो रहेछ, पार लगाएर छोडिदिनु हुँदो रहेछ। हामी पनि कसरी कस्तो प्रकारले जाउँ भने हामीहरू भगवानसँग, मलाई चाहिँ भगवानले पक्रिदियो हुन्थ्यो, भगवानका शरणमा परेर मैले पनि भगवानलाई पाएर मैले जीवनलाई धन्य धन्य पारेर यहाँबाट फेरि यी दुनिया प्रकारका संसारको भोग भोग्नु नपरोस् भन्ने विचारमा मन लगाउनु पर्दो रहेछ। जसको मन भगवानमा लागेको हुन्छ, भगवानका भक्तमा भगवानपट्टि मन लागेका मान्छेको भक्ति सधैँभरि जागृत हुन्छ। त्यो मन साँच्चै निर्मल हुन्छ, कोमल हुन्छ। त्यस्ता मनमा कसैको रिस हुँदैन, राग हुँदैन, द्वेष हुँदैन। आज देवकी वसुदेवका हृदयमा आज यी आफ्ना साना नानीलाई नन्द बाबाका महलमा पुर्याउँदा त्यो सबै सहेर बस्नुभएका, यति दुःख पाउनुभयो। कंसले कतिसम्म प्रकारका दुःख दियो, कारागारमा थोनो, तर पनि आफ्नो जीवन यात्रा वसुदेव र नन्द बाबा भेट हुँदाखेरि तपाईँका त 6 जना छोरा मारो भन्दाखेरि पनि कर्मको लीला कसले जान्न सक्छ र कर्ममा के लिएर आइएको हुन्छ त्यो त सबैले भोग्नु पर्दो रहेछ। कर्मको गति नि कर्मिष्ठ होला भने यति बलियो भएर झन् आएको हुन्छ नि कर्म, त्यसलाई कसैले टार्न सक्दैन नन्द बाबा भनेर राम्ररी सम्झाउनु भएको। 6 जना छोराछोरी मार्दा यति भन्न सक्ने सामर्थ्य भएको सामान्य मान्छेमा हुँदैन। भगवानकै अवतार लिएर आएका वसुदेव देवकी, यिनीहरूका मनमा परेका कष्ट साह्रै दुःखदायी थिए, तर पनि ती सहनु पर्दो रहेछ। जसरी द्रौपदीलाई आफ्ना जम्मै छोराहरू 5 भाइ छोरा मार्दा आफूले के भन्दिनु हो, त्यतिखेर आफ्ना सन्तान मार्नलाई पक्रेर लिएर आउँदाखेरि पनि छोडिदिनुहोस् छोडिदिनुहोस्,
भन्ने बुद्धि दिन सक्ने माताको यत्रो शक्ति छ। किनकि गुरुलाई अपमान गर्नु हुँदैन, गुरुका छोरालाई मार्नु हुँदैन। मैले मेरा छोरा मर्दाखेरि मलाई जति पीडा परेको छ, ती गौतमीलाई पनि त्यति साह्रो दुःख पर्छ भनेर यी द्रौपदीले के गरिदिनु भयो? यी अस्वस्था मलाई मार्न दिनु भएन। त्यही कथा त हामीहरू सुन्दै सुन्दै आएका हौँ। आमाको मन साह्रै कोमल हुन्छ, अर्कामाथि धेरै दया गर्ने कोमल शरीर हुन्छ आमा। पाण्डवहरूले त वर्ष मार्नुपर्छ भन्ने कुरा विचार गरेका थिए, तर पनि दिनु भएन। अनि आमाहरूको यस्तो प्रकारको दया प्राकट्य साह्रै छिटो मन पलाउने मातृवर्गहरू पूजा अर्चना आस्था पुरुष वर्गभन्दा मातृवर्ग धेरै छिटो आस्था जागृत भएको हुन्छ। पुरुष मान्छेलाई त अरू के छ भने मातृ जस्तो पत्नीको कर्मले गर्दा कहिलेकाहीँ घरमा राम्रो प्रकारको व्यवहार भएको पनि हुन्छ। किनकि पुरुषलाई त हर प्रकारका सङ्घर्ष गर्नुपर्ने हुँदा घरमा त्यसका जिम्मेवारी कहिले पत्नीबाट पाइन्छ। पत्नीको संस्कार, पत्नीको राम्रो संस्कार पाइयो भने छोराछोरी राम्रो प्रकारको गुणले जान्छन्। आमाको गुणले गर्दाखेरि छोराछोरी त्यस्तै हुन्छ भने हामीले के विचार गर्नु पर्यो भने संसारमा भगवान माता भगवतीको चिन्तन गर्नुपर्ने रहेछ। सन्तान प्राप्तिका लागि पनि धेरै प्रकारका उपायहरू बताउनुभयो भगवानको। जसले राम्रो प्रकारको व्यवहार घर व्यवहार चलाउनु छ भने भगवानकै चिन्तन गर्नुपर्दो रहेछ। अदितिले पनि त भगवान बामनको अवतार प्राप्त गर्नका लागि वयोव्रतको जस्तो व्रत गर्नुभयो। 12 दिनसम्म दुध मात्रै पिएर भगवान म तपाईँको गर्भमा आउँछु, यो संसारमा तपाईँलाई माता बनाएर आउँछु भनेर अदितिलाई यत्रो बार आश्वासन दिएर अरे भगवान बामन अवतार हुनुभयो। गर्दा चाहँदाखेरि भगवानले हाम्रो हृदयमा जागृत गर्नुहुन्न कि भन्ने आशा छैन भन्नु पर्दो रहेन। भगवान यस्तो दयालु हुनुहुन्छ। हामीले पनि त्यस्तै भावले गर्न सक्यो भने मात्रै हुन्छ। अर्कालाई जित्नका लागि, अर्कालाई लडाउनका लागि यस्तो द्वेष बोकेर हिँड्यो भने कहिले आफ्नो उन्नति हुँदैन। अर्काको नराम्रो कहिले चिताउनु हुँदैन। उसलाई पनि राम्रो होस् र मलाई पनि राम्रो होस् भन्ने विचार गरेर लिएर हिँड्दछ मान्छे भने त्यो मान्छेलाई दुःख तकलिफ कहिले पर्दैन। भगवानले त्यस्ता मान्छेले बचाएको हुन्छ, रक्षा गरेको हुन्छ। तर आफू मै सर्वश्रेष्ठ हुँ, मैले जान्दछु भगवानलाई के पुकार गरिराख्नु हो भनेर कहिलेकाहीँ अहङ्कार आएर सम्पत्तिले मात लाग्यो भने भगवानको चिन्ता नगर्ने मान्छेलाई भगवानले के गरिदिनुहुन्छ? छोडिदिनुहुन्छ। यस्ता मान्छेलाई भगवानदेखि छोडिएको मान्छेको दशा बिग्रिन्छ। भने खानपिन के खाने हो, के गर्ने हो, कहाँ बस्ने हो, कसो गर्ने हो, यी कुरा भगवान जब मान्छेका हृदयबाट हट्यो भने त्यो मान्छेले आफ्नो जीवन बिगार्छ। त्यसरी भगवानका लीलामा हामीले रमाउनु पर्दो रहेछ। हिजो हामीले कहाँसम्म पुगेर कथालाई विश्रान्ति गरेका छौँ भने हिजो आउने महानुभावहरू र भक्त श्रद्धन वृन्दलाई हिजोको कथा पक्कै याद छ होला। अहिले मैले सोधेँ भने फटाफटी भन्नुहुन्छ जस्तो लाग्दैछ, किन सबैले राम्ररी सुन्नुभएको छ। तर सोध्न त सोध्दिनँ भरे सोद्धाखेरि आएन भने के हुन्छ हुन्छ। हामीले भगवानले यस्तै अगासुरको 1 वर्ष पछाडि इबाल गोपालले गएर अगासुर भगवानले मारेको कथा पनि सुन्यौँ। उसले के गरेको थियो? सापको रूप लिएर आएर यी भगवानका ग्वालबाललाई पनि मार्ने, भगवानलाई पनि मार्ने यो विचार लिएर आएका अगासुरलाई भगवानले त्यसको सबै च्यातेर मारिदिनु भएको थियो। यो कथा सुन्यौँ। यी कथा सुनेर ब्रह्माजीलाई परेको मोह, यो त भगवान होइन होला भनेर शङ्का पर्दा भगवानको शङ्का निवारण कसले गरिदियो? यो ब्रह्माजीको निवारण शङ्का भगवानले गरिदिनु भएको थियो। मान्छे भएर आउँदाखेरि यस्तो व्यवहार भगवानले कसरी गर्नुहुन्छ जस्तो लाग्छ। कहिलेकाहीँ यसो फोटाएर हेर्दाखेरि हामीलाई यी हामी जस्तै मान्छे जस्तै हुन् जस्तो लाग्छ भगवानले। तर भगवानका लीला त त्यस्ता होइन। भगवानले गरेका लीलाहरू अनेक प्रकारका लीला छ। तर त्यो लीलालाई हामीले के गर्नुपर्छ? अपनाउनुपर्छ। त्यस्तो गर्नु हुँदैन। भरे भगवानको जस्तो लीला गर्ने भयो भने भगवान शिवले त के गर्नुभएको थियो भने विष पनि त पिउनु भएको थियो नि त भगवान शिवले। भगवानले त विष पिउनु भयो भने म पनि पिउँछु भनेर मान्छेले विष पिउने भयो भने भगवानमा त शक्ति थियो, तागत थियो। आफूले यो घाँटीबाट उँधो जान दिन सक्नु भएन। यहीँ राखिदिनु भयो। आफ्नो घाँटीमा निलो भयो, डढो विषले डढायो। नीलकण्ठ नाम पनि भयो, त्यो पनि हामीले सुन्यौँ कथा। तर मान्छेले त्यस्तै खान्छ भन्ने मान्छेले त बाँच्दैन नि। मान्छेले यो यस्तो प्रकारका लीला गर्नु हुँदैन, स्मरण गर्ने हो। अब हामी अहिले एकछिनमा सुन्छौँ भगवानले त 7 वर्षको उमेरमा गोवर्धन पर्वतलाई उठाउनु भएको रहेछ। यो सामान्य मान्छेले गर्ने लीला होइन। यी कथा पनि हामीहरू सुन्छौँ।
हिजो अब कालियाको दमन गर्नुभयो। कालिया भनेको एउटा नाग थियो, बडा विशाल नाग थियो। त्यो नाग आएर कहाँ बसेको थियो भने यमुनाको एउटा पोखरीमा बसेको थियो। ऊ रमणक नाम गरेको द्वीपमा बस्थ्यो। त्यहाँ गरुडका डरले गर्दाखेरि गरुडले सबै त सर्पलाई खाँदाखेरि उसले डरले आएर त्यहाँ आफ्नो प्राण बचाउन आफ्ना परिवार, आफ्ना पत्नी, छोराछोरी सबै लिएर आएर त्यहाँ बसेको थियो। त्यो विषालु सर्प त्यहाँ बस्दाखेरि त्यहाँका ग्वालबाल, गाई सबै त्यहाँका वरिपरिका रुख वृक्षहरू सबै डढे।